मेकअप गर्नेवाला छ। साँच्ची कसम तपाईँले कसम आगोले हेरी मुखभित्र पस्छ। हेलो गाइस यो मम्मी बिसाइरह्यो क्या आज गर्दा बनाएर। So hello guys and namaste and welcome back to my channel again. It's me Manjira Shrestha and you're watching my video. So guys आज चाहिँ म डेली भ्लग नलिएर एउटा फनी गेम भिडियो चाहिँ लिएर आइसकेको छु र त्यो गेम चाहिँ के हो भन्दाखेरि ब्लाइन्ड फोल्ड मेकअप च्यालेन्ज। हामीसँग चाहिँ यो एउटा के भन्ने एउटा सिम्पल कपडा छ। यो कपडाले चाहिँ म चाहिँ ब्लाइन्ड फोल्ड हुन्छु र म चाहिँ मम्मीको मेकअप गर्नेवाला छु। भिडियो चाहिँ हाँस्छु अनि त्यसपछि अनि यो चाहिँ हामीसँग कपडा छ। यो कपडाले चाहिँ मेरो ब्लाइन्ड फोल्ड हुन्छ। त्यसपछि हामीसँग मेकअपको सामानहरू छ। सपोज म एउटा सामान उठाउँछु र त्यो फाउन्डेसन हो भनेर चाहिँ मैले गेस गर्न पर्ने हुन्छ र मम्मीले चाहिँ हो भनेर एप्रुभल आइसकेपछि चाहिँ देन विल स्टार्ट द मेकअप होइन। त्यसरी चाहिँ हुन्छ। सो मम्मीलाई मेरो ब्लाइन्ड फोल्ड गरिदिनु। म चाहिँ मम्मीको मेकअप गर्नेवाला छु आज ब्लाइन्ड फोल्ड। अब हेरौँ कस्तो हुन्छ। म त अब त्यस्तो साह्रो मेकअप त गरिराख्दिनँ। अब ब्लाइन्ड फोल्ड त झन् कस्तो हुन्छ हेरौँ है त। ल अब ल मेरो ब्लाइन्ड फोल्ड गरिदिनु। म चाहिँ नभन्दै त्यही त च्यालेन्ज हो नि। ओइ म त के हुन्छ भाइ देख्दिनँ त लास्टै मोटो भयो। ल स्टार्ट गरौँ। मम्मी रेडी ल साँच्ची नै म त केही देख्दिनँ त। अब कसरी गर्ने अब प्राइमरबाट स्टार्ट गरौँ है। प्राइमरबाट स्टार्ट गरौँ है। कता हो प्राइमर? यही हो प्राइमर। प्राइमर होइन मम्मी प्राइमर होइन कता हो? लौ यो नि आउँदैन त उही कहाँ हो मम्मी यता आउनु त। आउनु न हात दिने होइन क्या अनुहार कहाँ हो यो है अनुहार है फर्किँदै साथीहरू के झऱ्यो है के झऱ्यो। म यतै फर्केँ ल खै म मेकअप गर्छु। अब कस्तो हुन्छ अहिले चाहिँ हामीले फर्स्ट बेसबाट स्टार्ट जाँदैछौँ। म तेरो गरिदिन्छु आइजी बरु नाइ नै आउनु न कता हो मलाई हल्का गाइड पनि गर्नु मिल्छ तपाईँले हल्का गाइड कस्तो भइदियो मम त यहाँ आउनु त भइहाल्यो घाँटीतिर घाँटीमा कति होला लाउँ न त गालोमा पनि राख्नु क्या कसरी मसा रे कसरी छ कति मसाले हो न कसरी के आउँ न कस्तो रे मन त कसम देखे होइन होइन कसम भयो के भयो कस्तो रहेछ यहाँ एकछिन आउनु न ल ल्याउनु ल्याउनु यता हाततिर गर्दिन। अब फाउन्डेसन है फाउन्डेसनको बारी आयो। फाउन्डेसन कहाँ आउने म हेर्छु चेन्ज गरिदिइराख क्या मलाई थाहा चेन्ज गरिदिइराख क्या फाउन्डेसन लाउनलाई चाहिँ त्यो पनि चाहियो नि त बफ म त्यो सही पर्छु। अब मैले हल्का लाउँ नजर नै
भयो कि कति हालेको ल सिमेन्टीको भित्तामा पुगेर जाएँ भेट गरेर कहाँबाट हुन्छ है अनुहार पो हो त्यो सिमेन्टीको भित्ता हेर्नु नि त अनि त्यसरी मजाले गर्नु पर्यो नि त होइन र साथीहरू गर्ने गर्ने मुख चाहिँ गर्नु भयो गर्नु है मुख चाहिँ गर्नुभयो भइसकेको छ र मैले झन् कस्तो मजाकोसँग मेकअप गरिदिनु लगाइरहेको छु एकदम प्लास्टर गरे जस्तै भएको भिसामा त्यो प्लास्टर मेकअप भनेर त्यही प्लास्टर गर्ने त राम्रो बनाउने प्लास्टर गर्ने होइन घरमा प्लास्टर गर्न राम्रो बनाउने रोडमा त्यो सोयाबिनमा त्यो अलपट हालेर हामी गए काटेँ गए काटेँ कस्तो आँखा कस्तो दुख्दैछ है आँखा भयो मम्मी भाइ ल के थाहा छ मैले दिएछु र भयो क्या कति तैँले पानी पानी धेरै के अरे अब चाहिँ हामी लाउँछौँ पाउडर है अब चाहिँ हामी पाउडर लाउँछौँ नि अब त्यही छ मलाई थाहा छ यता कता पनि छ नि त पाउडर त मैले दिएँ होइन है मम्मी धेरै त्यो नगर्नु त्यो अर्को त्यो कहाँ थियो के अरे त्यो पफ टाइप थियो नि ल यता आउनु यता आउने कता हो भन्नु फन्नी भिडियो हो नि त यो गेम हो नि त यो मैले लगाइरह मिले चुप लाग्नुहोस् तपाईँ ल ल ल यता आउनु न घाँटी चाहिँ अनि के कालो देखाउनु भयो हुन्छ त्यो त टाटे पाटे जेब्रा हुन्छ नि फेरि माथि सेरै तल जेब्रा हुन्छ नि फेरि उयो हातै बल्दो रहेछ हेर्न गरौँ नि त हातै गर्ने भयो बिस्तारै ल पाउडर पनि डन होइन पाउडर पनि डन मम्मीको रियाक्सन पाउडर पनि डन अब के लाउँछ आइस्याडो है आइस्याडो कसरी यो ठुलोलाई पनि सानो मम्मी यो पनि खास गरी आइस्याडो नै हो ठुलो प्यालेट हो अर्को सानो कहाँ छ ठुलो ब्रस पनि झिक्छु है म ब्रस यतातिर थिएन ब्रस त्यो चाहिँ आइस्याडो लाउने ब्रस भयो अब कुन कलर लाग्दैन थाहा छैन है मलाई यो 1 2 3 गरेर चुज गर्छ है मम्मी ल 1 2 3 4 5 6 7 8 9 10 यो लगाइदिन्छ है कस्तो गाह्रो हुन्छ है हातले लगाउनु त हातले लगाउनु है मम्मी आरतीमा भन्ने आरतीमा भन्ने
अब मलाई रिस उठे अब मलाई रिस उठे अरे आउनु कि मैले साँच्ची नै गरेँ र तर म गर्दिनँ है नानी भइ छोड्दे होइन कि कसरी जानु म गर्दिनँ आफै हाँस्छ अनि तपाईँ नहाँस्छु र यहाँ आउनु न भए म गर्दिनँ नै आउनु क्या गर्दिनँ म एक त गर्दिनँ म आउनु यहाँ आउनु त अलिक नजिक नाकको बल्ली त हात घुसिर यहाँ आउनु कस्तो रहेछ मम्मी कस्तो पेसेन्ट बस्छ त पग्ला यसरी सेसेन यहाँ आउनु मलाई गर्दा त दिनु अलि त आउनु न नजिक भइरह त है यसरी गऱ्यो भने त हुन्छ त हातले लगाइदिन्छ है ब्रसले आँखातिर घोचिँदो हुन्छ है हातले लगाइदियो भने सजिलो हुन्छ है यतापट्टि पनि उतापट्टि पनि सकिन्छ नि तँलाई चाहिँ म गर्छु आइज कहिले भन्दा त मै त हाम्रो गर्छु ल ल हेरौँला ल अर्को अर्को भ्लग अर्को भिडियोमा चाहिँ साथीहरू मम्मीले मलाई गर्नुहुन्छ है ल हेरौँला हेरौँला अब गाजरलाई यसो गऱ्यो भने देखेछ क्या त्यो नाकको डाडीको छेउबाट साँच्ची कसम तपाईँले कसम देखेको छैन नि देखेको छैन साँच्ची हो कस्तो भयो मन त यार गाजरै अब लाउँदिनँ गाजर म हल्का लगाइदिन्छु लाउँदिनँ म हल्का लगाइदिन्छु गाजर लाउँदिनँ म हाइलाइटर लगाइदिन्छु त्यसो भने अब मस्कारा नि हाइलाइटर लगाइदिन्छु है म त्यसो भने गाजर नलाउने हेर्नु नि साथीहरू नलाउने गाजर ल आउनु ल भयो हाइलाइटर भयो अब हामी जान्छौँ यो यस्तो त्यो गर्दा कतै गर्दै ब्रस गर्दै ब्रस गर्दा कतै जाने अब हामीसँग मस्कारा है मस्कारा झन् लाउँदैन गाजर लगाइदिन्छु म लाउँदिनँ गाजर गाजर आउनु म लाउँदिनँ क्या म लाउँदिनँ आउनु म लाउँदिनँ के गाजर कस्तो हेर्नु चाहिँ साथीहरू मलाई त पुरै थर्काउँछ यार ल यो आइब्रो बनाइदिन्छु बनाउनु पर्दैन आइपुग्नु के मेकअप गर्ने त त्यसो भए पेन के ब्रसै राखिदिन्छु क्या ल आइब्रो बनाइदिन्छु यहाँ त अलि अझै हातले अब आइब्रो गर्छ है साथीहरू कुर्सी बनाउनु भयो क्या कुर्सी त्यहाँ हातले आइब्रो गर्छ मसँग त्यस्तो जादु छ नि त अर्कालाई त्यो यहाँ आउनु न बाउलाई देखाउन र फेरि गरिहाल्छ ल ल तपाईँ मलाई गर्नु क्या मम्मी तपाईँ मलाई गर्नु ल आइब्रो डन अब हामीसँग चाहिँ लिपस्टिक अनि त्यहीमा फाइनल गर्छु यो मम्मी धेरै गराउनु भयो हुन त यो गाजरहरू अलिक सेन्सिटिभ नै हो अब आँखाको लागि अब जातै पऱ्यो भने गाह्रो हुन्छ नि त लिपस्टिक ए होइन लिपस्टिक ए ब्लस नै लगाइदिनु अन्त
लिपस्टिक के ब्लश के तपाईँ मलाई गरिदिनु के भएर लिपस्टिक अब लास्ट है साथीहरू यो आगोले हेरेर मुखभित्र पस्छ आउनु न लिपस्टिक है ल म यो भिडियो हाल्नु दिन पर्यो अनि यता आउनु बनाउनलाई त खुबै बौला जस्तो बनाउनलाई आँखाभित्र आउनु न यसले मलाई त लाउनु कस्तो रहेछ त मम्मी तपाईँ मलाई गरिदिने है त गरिदिएर बस्छु यहाँ अर्को अब भोलि तपाईँबाट भयो नि आउनु लास्ट के लाउनु न भयो भने कति दल्यो के ल गर्छु ल साथीहरू यही हो आजको लागि ब्लाइन्ड फुल खोल्नु भएछ नि यस्तो बनाइदिन्छ नि त मैले त छट उता हेर्नु साथीहरू एकछिन बनाए मम्मीको यस्तो भएछ मम्मी यता हेर्नु न यता हेर्नु बौला जस्तो तरकारी बौला जस्तो बनाएर यस्तो भयो त है साथीहरू तपाईँ मेरो भोलि गर्नु के गर्दिनँ म साथीहरू आजको लागि चाहिँ यति नै मेरो मम्मी चाहिँ रिसले चुरुनु भइसक्यो है त्यही भएर अब आजको लागि म यो भिडियो यहीँ इन्ड गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ किप सपोर्टिङ किप राम्रै बाजी त लागेको थियो यार एकदम राम्रो टिलिक्कै टन्क्यो भने यसरी राख्नुभन्दा ल साथीहरू थ्याङ्क यू सो मच फर वाचिङ किप सपोर्टिङ किप लभिङ बाई बाई